और बता अपने बारे में। मैं गायब होने वाला हूँ। मतलब? एक दिन ये सब छोड़ के कहीं दूर चले जाओ। गोरेडाँडामा हाम्रो सिजन भाइको इन्ट्री आज कमब्याक हिस्टोरिकल कमब्याक हिस्टोरिकल कमब्याक बाई सिजन भाइ हो। हिस्टोरिकल कमब्याक बाई हाम्रो सिजन भाइ। अगाडि छ हाम्रो सिजन भाइलाई पनि हेर्न सक्नुहुन्छ तपाईँहरूले। हामी चाहिँ यस्तो वनको बाटो एक्लै हिँड्दैछौँ होइन। अब बिस्तारै यहाँ यता वन कुखुरा बाघहरू देख्न पनि सकिन्छ हामीले। त्यो तपाईँहरू हेर्दै गर्नु होला। यता बाघहरू चाहिँ देखिन सक्छ। एकदमै यो बाघ एरिया हो। यो चराको आवाज सुन्न सक्नुहुन्छ। काफल पाकेको पनि भनिरहेको अलिअलि, किनकि अहिले गेडी काफल पाक्ने समय छ। ऐसालुको सिजन छ। भर्खरै हामीले यो वर्षको पहिलो ऐसालु पनि खाएर आइसकेका छौँ। यो गाउँ, यो देखिएको गाउँपछि पनि हेर्नु है, यहाँ मैले जुम गरेर देखाउँछु। यो देखिएको गाउँपछि पनि हामी अझै धेरै हिँडेर तल धेरै तल जानु छ। लगभग हाम्रो 3 घन्टाको बाटो हुनेछ आज। अब चाहिँ सिजनलाई अलिकति हिँड्न गाह्रो परेको अवस्था छ। यो चाहिँ काफलको बोटो, तर काफल चाहिँ भरेको छैन अहिले। यो सानो सानो भर्खरको बोटो भएर होला क्या। यो चाहिँ काफलको बोटो है। यता चिन्न सक्नुहुन्छ। तर अलिक सबै पात एउटै देखिन्छ, केही छैन। अलिक क्वालिटी छैन अहिले क्यामेरामा। यस्तो बाटो हामी हिँड्दै लड्दै पड्दै आइसकेका छौँ। पसिना भइसकेको छ। हामी 1 घन्टा जति त हिँडेको, आधा घन्टा जति भइसक्यो हामी हिँडेको। अझै हामीलाई 1 घन्टा जति हाम्रो लाग्न सक्छ। वनको बाटो टक्क मजा हुन्छ हिँड्नलाई। तर अलिक बाघहरू आयो भने चाहिँ अलिकति गाह्रो पर्न सक्छ। त्यही भएर अलिक बाघहरूको चाहिँ बाघहरूबाट सचेत भएर चाहिँ हिँड्नुपर्छ तपाईँहरू सबैजना चाहिँ। वनमा आउँदाखेरि एउटा बोतल चाहिँ ल्याउनु पर्ने हुन्छ सबैले। काफलको बोटो यता टन्नै देख्न सक्नुहुन्छ तपाईँहरूले। तर काफल नफलेको अवस्था छ। जङ्गलको बाटो पनि यसरी हामी हिँड्दै यस्तो खुर्किला नाग्दै यहाँसम्म आइसकेका छौँ। लगभग आधा घन्टाको हिँडाएपछि अब चाहिँ हामी एकदमै थकित भएर बिस्तारै अब यो अगाडि सानो एउटा मुहान छ, त्यहीमा चाहिँ हामी बसेर एकछिन पानी सानी आफ्नो तिर्खा थकान एकछिन मेटाउँछौँ। त्यसपछि चाहिँ हामी अगाडि बढ्छौँ। वनहरू देख्न सक्नुहुन्छ। यहाँनिर कस्तो वन छ भनेर सिजन भाइ हेर है, वन कस्तो छ। यस्तो छ वन, तपाईँहरूले देख्न सक्नुहुन्छ। लाइट पनि यहाँनिर भुइँमा अलिअलि मात्र आइरह, धेरै आएन, किनकि रुखको पातहरूले सबै लाइटलाई ब्लक गरिदिन्छ। पहिला यो ठाउँमा पनि मुहान थियो होइन। तर अहिले बर्खा भएर अलिकति सुक्यो। अब 1-2 दिनमा पानी परेपछि फेरि यहाँनिर मूल पलाउँछ। हामी यात्रीहरूको जीवन यस्तै हो। यहाँनिर छ पानीको मुहान, हेर्न सक्नुहुन्छ। खोइ सिजन भाइ भोर पानीको मुहान। ल अब हामी एकछिन थकै मानेर लगभग 10-15 मिनट जति बसेर अनि हामी अगाडि बढ्छौँ हाम्रो यात्राको। अब यो एकदम पानी एकदमै चिसो छ। यो पुरै हिमालबाट आएको पानी हो यो। त्यही भएर अलिकति चिसो अलि माथिबाट देखाउनु हुन्छ। उता माथि राख अलिक टाढा कमल रा विष्णु बिस्तारै गर है। अलिक तल देखाइ। एकदम यो लगभग अहिले पनि यो 10-15 डिग्रीको पानी छ। यो हाम्रो आजको दिनभरिको ट्रेकिङ यही यहाँ मुनि। अब हाम्रो 1 घन्टा पछिको यात्रा यहाँ मुनि छ। हाम्रो आजको यात्रा चाहिँ 1 घन्टा मुनि हामी मामा घर गइसकेपछि चाहिँ सकिन्छ। हेर्दै गर्नु होला। यो पानी सिजन अहिले बोतलमा पनि भरिसकेको छ। अब हामीले तल जाँदाखेरि हामी डिहाइड्रेट हुन सक्छौँ। हामीले रिहाइड्रेट गर्नुपर्छ। पानीहरू सबै हामीले झोलाभित्र हालेर लिएर गइसकेका छौँ। अब यो पानीमा, यो चिसो पानीमा हामी
के भन्ने मनासुलुको हिउँलाई बिर्साएर चाहिँ मुख धरेर चाहिँ अब हामी अगाडि तल जान्छौँ। जीवन भनेको कथा व्यथा हाँसो रोदन दुःख पीडाको सामूहिक भेल हो। ल सेन भाइ झोला बोक कोइन्दै गर्दै सकाइदे भिडियो। अगाडिको ट्रेकिङ चाहिँ यहीँनिरबाट सुरु हुन्छ। यी देख्न सक्नुहुन्छ जङ्गलको यस्तो यस्तो रुख छ यहाँनिर। अलिकति घाम कोही कोही ठाउँमा मात्र परेको देख्न सक्नुहुन्छ तपाईँहरूले भिडियोमा अलिअलि भने पनि। सिजन भाइ अगाडि अगाडि जाँदैछ, म पछाडि सिजनको पाइला पछ्याउँदै हिँड्दैछु अहिले। फेरि यो पछाडि बाइकले तानिदिइहाल्यो भने भनेर चाहिँ मैले यसलाई सेक्युरिटीको लागि चाहिँ अगाडि राखेको छु। वनमा हिँड्दाखेरि यसरी एउटा लट्ठी चाहिँ लिएर हिँड्नुपर्छ तपाईँहरूले होइन। जङ्गल जनावरहरू आयो भने पनि त्यसको हमलापट्टि बस्नको लागि होइन। छाता खोइ ल अब हाम्रो त्यही मुहानमा छाता छोडेको अवस्था छ। त्यही भएर अब हामी फेरि मुहानतिर फर्किँदैछौँ। यो सिजन भाइको जिम्मामा मैले छाता र बोतल राखिदिएको, तर यो मुलाले जिम्मेवारी ग्रहण गरेन। त्यही भएर चाहिँ हामीलाई फेरि 2-3 मिनटको बाटो फर्किनुपर्ने अवस्था आइसकेको छ र हामी फर्किँदै पनि छौँ। तर जङ्गलको बाटो हिँड्दाखेरि एकदमै सुनसान किसिमको वातावरणले चाहिँ हाम्रो मन निकै लोभ्याउने गर्छ। खोइ ओहो छाता यहीँनिर छ। धन्न सिजन भाइले अलि चाँडै नै सम्झ्यो। ल छाता टिप सिजन भाइले छाता टिपिसकेको अवस्था छ। तर यो जङ्गल निकै शान्त र सुन्दर रहेको चाहिँ हामीले यो भिडियो मार्फत हेर्न सक्छौँ सबैजनाले। क्लास 12 को एक्जाम सकेपछिको यो पहिलो ट्रेकिङ हाम्रो यही गोर्खाको टक्क माउन्टेन साइडतिर रहेको छ। यही गोर्खाको माउन्टेन साइडको चिसो हावापानीलाई हामीले चाहिँ आफ्नो चाहिँ यो खासमा यो पहिला गाउँपालिकाले बजेट गर्दै हालिदिएर टक्क यो पानी लैजानु हुन्छ खेतछौँमा भनेर चाहिँ बनाएको हो। अहिले यो खोला नाला अलिकति सुकेको अवस्थाले गर्दाखेरि चाहिँ यहाँनिर पानी हामीले देख्न सक्दैनौँ। बिस्तारै अब हामी ठाँटी भन्ने एउटा कुलगाउँ भन्ने गाउँमा आइसकेका छौँ र यो गाउँ चाहिँ मेनली यहाँको लगभग कोदो मकै खेतीको लागि चाहिँ प्रसिद्ध छ गोर्खामा। यो गाउँ अलिकति अहिले यो गाउँमा मान्छेहरू धेरै नै कम भइसकेका छन्, किनकि सबैजना तपाईँहरू सबैलाई थाहा नै छ सबैजना विदेशी छन्। त्यही भएर यो गाउँ अलिकति अगाडिको गाउँ अलिकति लिस्ट पपुलेटेड भइसकेको छ। तर यता पोल्युसन भने जिरो छ, किनकि हामीले देख्न सक्छौँ ढुङ्गाहरूमा पनि लाइकेनहरू लगाएर बसिरहेको छ। बायोलोजिकल्ली अलिकति यो ठाउँ भनेको एकदमै हेल्दी छ। अगाडि बढ्दै जान्छौँ। ल यो यात्रालाई यहीँनिर इन्डिङ गरिदिउँ। सबैजना तपाईँहरू अब हामीसँगै ठाँटी गाउँमा चाहिँ गर्नुहोला। सबैजनाले यो सिजन भाइ तलतिर देखा त एकदमै रुखहरू बिरुवाहरू हेर्न सक्नुहुन्छ। एकदमै नेपालको जङ्गल जति नै खरानी भए पनि यो ठाउँको जङ्गल चाहिँ यस्तै नै हुने सम्भावना देखिन्छ, किनकि यहाँको मान्छेहरू निकै आधी त सहरै गइसके, तर आधी भने बितिसकेका छन् होइन। यो ठाउँ पनि अहिले एकदमै सुनसान। पहिला यो ठाउँमा मेलासेला लाग्ने गर्थ्यो भने अहिले चाहिँ यो ठाउँ एकदमै सुनसान भइसकेको छ। अब हामी बिस्तारै अगाडि बढ्ने क्रममा चाहिँ तपाईँहरूलाई यतातिरको खेतीपाती कस्तो हुन्छ भनेर देखाउनु लाग्दैछ। अहिले चाहिँ राजस्थान तपाईँको सिजन छ, त्यही भएर सबैले मकै खेती गरेर बसेका छन्। अब यो मेन खेत चाहिँ धानहरू रोप्नको लागि बनाएको हो होइन। तर अब अहिले धान रोप्ने सिजन भनेको मेनली यतातिर असार साउनतिर हुन्छ भने हुन्छ। त्यसै कारणले चाहिँ अहिले यो बाँझो रोप्न सकिन्छ हामीले। तर केही अबको 1-2 महिनामा चाहिँ यो ठाउँ एकदमै हरियाली देखिन्छ। धानको बालाहरू झुलेर हेर्नुहोस् निकै रमाइलो हुन्छ हामीलाई पनि यहाँनिर आउँदाखेरि। अब देख्न सक्नुहुन्छ तपाईँहरूले अगाडिको गाउँ यसलाई चाहिँ कुल गाउँ भनेर हामीले हाम्रो पुर्खाहरू चाहिँ भन्ने गर्दा होइन। त्यही भएर चाहिँ यसलाई हामी कुल गाउँ भनेर चिन्छौँ। हामी तलको गाउँमा जानुपर्ने मान्छे हो। तर अब माथिको जङ्गलहरू हेर्न सक्नुहुन्छ कस्तो कस्तो छ। माथि देखाइदिए सिजन भाइ हो। ल अहिले एउटा तपाईँ हेर्न सक्नुहुन्छ यहाँनिर यो सुन्दर बाली नाला होइन। अहिले यो
बारीमा खेतीपाती त केही भएको छैन कि त्यही पनि केही समयमा खेतीपाती अवश्य हुन्छ भन्दै अब हामी बिस्तारै अगाडि बढ्दैछौँ। अब कुलगाउँमा गएर हामी एउटा चाउचाउ र बिस्कुट लिएर टक्क पानी र चाउचाउ बिस्कुट खाएर अब हामी बिस्तारै अगाडि बढ्छौँ। सबैजनाले हेर्दै गर्नु होला। हाम्रो लागि तपाईँहरूको माया निकै छ, हामीलाई थाहा छ। तपाईँहरूले यो मायालाई चाहिँ सधैँ कायम राख्दै हामीलाई सपोर्ट गर्नु होला। हामी बिस्तारै अगाडि बढ्दैछौँ। तपाईँहरू पनि हामीसँगै पछाडि आउनु होला भन्दै म अब अगाडि हिँड्दैछु। यहाँनिरसम्म आउँदाखेरि चाहिँ हामीले हाम्रो यात्राको क्रममा हामी निकै नै लामो 1 घन्टाको वन पार गरेर आइसकेका छौँ। यो वनको विशेषताहरू भनेको चाहिँ के हो भन्दाखेरि तपाईँको यो वनमा निकै जडीबुटीहरू पाइन्छ। यार्सा गुम्बाहरू अलि पाइँदैन, तर यो पाँचौले पाँचौले सर्पगन्धहरू अलिअलि यतातिर भेटिन्छन्। त्यति भेटिनुका साथसाथै काफल ऐसेलु पनि यो वनमा निकै रहेका छन्। तर काफलको बोट चाहिँ भर्खरै फल्दै गएर भर्खरै उम्रिँदै गएको भएर होला अलिकति काफलहरू चाहिँ अहिले फलिसकेको छैन। बोट अलिकति म्याच्योर हुनुपर्छ फल फल्नको लागि। तर त्यो काफल बोट म्याच्योर नभएर चाहिँ हामीले तपाईँहरूलाई काफल देखाउन सकेनौँ। ऐसेलुहरू पनि निकै नै अहिले सिजन भएकोले ऐसेलुहरू फर्काएको छ। चराचुरुङ्गीहरू चिरबिर गर्दै हामीसँगै नै यो वनमा रमाएर बसेका छन् भने अब हामी हाम्रो यात्रालाई कन्टिन्यू गर्दै अगाडि बढ्दैछौँ। सबैजनाले हेरिराख्नु होला। धन्यवाद। कुलगाउँमा अब हाम्रो प्रवेश हुँदैछ भने अब हामी बिस्तारै हाम्रो यात्राको क्रममा हाम्रो गन्तव्यबाट नजिकिँदैछौँ। अब हामीलाई लगभग 35देखि 45 मिनटको हिँडाइपछि चाहिँ अब हामी आफ्नो गन्तव्यतर्फ पुगिसकेका हुनेछौँ भने अब हामी बिचमा जङ्गलहरू अब चाहिँ बिचमा खोला नाला भने त्यति छैन, तर जङ्गलमा हामी तपाईँहरूलाई देखाउन सक्छौँ यताको वर्षभरिको लागि तयारी कस्तो हुन्छ भनेर। हाम्रो जस्तै कि हामी पढ्दाखेरि पनि वर्षभरि पढेर अन्तिम इक्जाममा तयारी दिन्छौँ भने अन्तिम इक्जाम दिन्छ, परीक्षा दिन्छौँ होइन। त्यसरी नै पनि यहाँको मान्छेहरूले चाहिँ वर्षभरि आफ्नो घर धान्नको लागि दाउराहरू अगाडि नै ठिक पारेर राखिसकेका हुन्छन् होइन। अनि कुन वनमा घाँस काट्ने कता छ घाँस भनेर सबैजना यहाँको हामीलाई जसरी किताबको हरेक पानामा कुन अक्षर छ भनेर अलिकति टपिकहरू याद हुन्छ, त्यसरी नै यहाँको मान्छेहरूलाई घाँस कता पाइन्छ भनेर सबै याद हुन्छ। यो मुढाहरू जम्मै अब यतातिर ग्यास भने अलिकति त्यति प्रचलनमा आएको छैन अहिलेसम्म नै यो गाउँ अलिकति त्यति राम्ररी विकास भइसकेको भने पक्कै छैन। यी दाउरा यसरी काटेर होइन, तपाईँहरूको दाउरा यसरी काटेर चाहिँ यतातिर मान्छेहरूले खेतीपाती गर्ने गर्छन् भने दाउराहरू काटेर आफ्नो खाना बनाउनेदेखि हरेक काम यसरी नै गर्छन् गाउँकै अर्ग्यानिक कुराहरूलाई युज गरेर। त्यही भएर यताको मान्छेहरू हेल्दी पनि हुन्छन् भने शारीरिक हिसाबले अत्यन्तै सुखी र सन्तुष्ट पनि हुन्छन्। यति भन्दै यो छाटीको गाउँलाई हेर्दै गोरे डाँडामा लगभग 83वटा घरहरू छन्। लगभग गोरे डाँडामा 83वटा घरहरूलाई पहिला चाहिँ कोरियनले बनाएर अलिकति ठगेको कारणले अलिकति नराम्रो भएर अहिले चाहिँ राम्रो घर बन्दैछ सबैतिर। एकदमै भूकम्प र के भन्छ त्यसलाई, भूकम्प र के भन्छ होइन, त्यस्तै एउटा रात आएर पनि अहिले राम्रो घर बन्दैछ गाउँमा सबै। लगभग 83वटा घर चाहिँ हाम्रो नेपाल सरकारले अलिकति सहयोग गरेर बनाइदिइराखेको छ। त्यही भएर हेर्न सक्नुहुन्छ मेरो घर चाहिँ उनीहरूको डाँडानिर हो। यहाँनिर मकै खेती देख्न सक्नुहुन्छ तलतिर, मकै खेती तलतिर देख्न सक्नुहुन्छ। अगाडि हाम्रो गाउँ घुम्नुपर्छ सबैजनाले गोरे डाँडामा आउँदाखेरि अब यहाँनिर घुमेर चाहिँ जानु होला। गोठामा आउँदाखेरि यो चाहिँ गोठाको वान अफ द ब्युटिफुल भिलेज हो होइन। सबैजनाको यताको उता वनतिर जाने गर्छन् दाउरा खानुको लागि होइन, गाईको चराउनुको लागि भने। अनि यतातिर चाहिँ यतातिर त्यसरी चाहिँ घरहरू बन्दैछ। भूकम्प पछाडि सबै यो पथाभूमिमा भएको यो गाउँ चाहिँ अहिले एकदमै निकै सुन्दर भएर चाहिँ बिस्तारै विस्तृत रूपमा अलि राम्ररी डेभलप हुँदैछ। त्यही भएर हामी सबैले यो कुरालाई चाहिँ खुसी मनाउनुपर्छ। मेरो पनि घर त्यहाँनिर, हाम्रो पनि आफ्नै घर बन्दैछ त्यहाँनिर। यही नेपाल सरकारले सहयोग गरिदिएको छ यसमा चाहिँ। त्यही भएर हामी नेपाल सरकारलाई यहीँनिरबाट धन्यवाद गर्न चाहन्छौँ। त्यस्तै गरी अब यो गाउँमा चाहिँ अब तपाईँहरूको यो गाउँको मेन विशेषता भनेको चाहिँ के हो भन्दाखेरि यो गाउँमा मकै राम्रो हुन्छ, कोदो राम्रो हुन्छ होइन। त्यसपछि त्यहाँनिर खोला छ, खोलामा गाईबस्तुहरू चराउनेदेखि गाईबस्तुहरूले पानी खानेदेखि लिएर त्यही खोलाको पानी चाहिँ हाम्रो घरमा आइसकेको छ। एकदमै यो गाउँमा अहिले बिजुली बत्ती पानीदेखि यो ट्रान्सपोर्ट यातायातदेखि रोडहरू सबै राम्रो फेसिलिटी भइसकेको छ। यो गाउँ पनि अब आउने कुनै आगामी समयमा यो गाउँ पनि एकदमै राम्रो गाउँ भएर विकसित गाउँ भएर चाहिँ आउनेछ भन्ने हाम्रो आशा छ र हामी यसलाई पक्कै पनि यो गाउँलाई विकसित भएको हेर्न चाहन्छौँ। तपाईँहरू हामीसँग हिँड्नुहोस्, देखाइदिए सिजनलाई टक्क। यो गाउँ चाहिँ हामी पहिल्यै बढी होइन बच्चै बढी आएर नि अहिलेसम्म घुम्दै आएको गाउँ हो। धेरै राम्रो छ यो गाउँ, सिजन भाइ हो यो।
अब हामी चाहिँ हाम्रो यात्राको लगभग 3 घन्टाको ट्रेकलाई चाहिँ यहीँनिर अन्त्य गरेर म र सिजन भाइ चाहिँ अब हाम्रो घरतर्फ लाग्दैछौँ। घर गएर खाजासाजा खाएर हामी बिस्तारै हेरौँ के हुन्छ के गर्छौँ आजको लागि। ल आजको लागि यहीँनिर धन्यवाद। तपाईँहरू सबैलाई यहाँसम्म हेरिदिइराख्नु भएकोमा धेरै धेरै धन्यवाद। र यो गाउँ कुनै बेला कुनै समयमा तपाईँहरू गोर्खा आउनुभयो भने यो गाउँमा चाहिँ अवश्य घुमफिर गर्नुहुनेछ भन्ने आशाका साथ हामी यो भिडियोबाट बिदाई लिन चाहन्छौँ। हस्त धन्यवाद सबैलाई। शुभ दिन। आज हामी गोरी डाँडाबाट एकदमै ढिलो भइसकेको कारण 2 बजेतिर मात्रै तल होइन 3 बजेतिर मात्रै तल आइसकेका थियौँ। तर अहिले 3 बजेर 9 मिनट जाँदैछ। हामी चाहिँ पुरै ट्र्याक्टरमा चढेर अहिले पुरै एडभेन्चरको साथ यस्तो पुरै ढिलो भएर झरिसकेका छौँ। अब चाहिँ हामी खोलामा यसो हात खुट्टा धुनको लागि जाँदैछौँ भने हाम्रो खोला नेचर हेर्न सक्नुहुन्छ। यस्तो हो क्या ट्रेकिङको रमाइलो भनेको नै यस्तै हो केटाहरू। सबैजना यसरी ट्रेकिङ गर्नुपर्छ, नसोधिकन ट्र्याक्टर चढ्नुपर्छ। ट्र्याक्टर चढेर झरेर धुँदै पिरो हुँदै मुला खोलामा मुख हिँड्नुपर्छ केटाहरू। सबैजना आउनु होला। अब झोला धुनुपर्छ हामी धेरै। अब झोलामा सुक्नु पऱ्यो। अब 12 चक्के राइड पनि अगाडि हुँदैछ हाम्रो। अब 12 चक्के आउँदैछ पछाडिबाट। हामी 12 चक्केमा चाहिँ चितवनसम्म जाँदैछौँ आज। झोला धुन आइदिनुहोस्। हाम्रो अहिले 12 चक्के छुट्न सक्छ यार। बालुवा भयो यार। पछाडि सिजन भाइ पछाडि चढ्यो, म चाहिँ अगाडि नै चढेर है। हामीलाई ट्र्याक्टरको यात्रा आज साह्रै नै रमाइलो लागिसकेको छ। हामी चाहिँ गाडी पाइँदैन भनेर बसिरहेको छौँ, तर ट्र्याक्टर आयो। मैले सोधेँ हामी ट्र्याक्टरमा चढेर पनि अहिले घाँसमा आइसकेका छौँ भने। अब चाहिँ अगाडिबाट गोरु आउँदैछ। गोरुले हान्छ कि भन्ने डर लाग्दैछ मलाई। त्यही भएर म चाहिँ खोला पारी जाने। दिलीप दाई बोरा यता आइज भने हान्छ बोरा। यो गोरुले हामीलाई हेरिरहेको अवस्था छ। त्यही भएर हामीले तल झरिसकेका छौँ। अब गोरु आएर हामीले दिलीप दाई त्यहाँ भागिरहनु यसले के गर्दैन क्या। अब यो खोलामा पुग्नुपर्छ है सिजन भाइ। क्या त्यस्तो खोलामा मुझ्छु नि। यो झोला पुस्न मुला ए धीर न आफै। अब म साह्रै रिहाइड्रेट भइसकेको छु। त्यही भएर रिहाइड्रेट गर्नको लागि चाहिँ अब हामीले पानी खानु पर्दै हुन्छ। त्यही भएर अब हामी अलिकति अगाडि जान्छौँ हातमुख धोएर पानी खानुको लागि। अब सिजन भाइले पनि हातमुख धुन्छ। तपाईँहरू हेर्नु होला कोही देश। हामी चाहिँ अब गोरे डाँडाबाट बिहान 10 बजे झरेको मान्छे हामी 11 बजे चाहिँ तल्लो गोरे आइपुगेका थियौँ भने त्यसपछि चाहिँ हामी स्कुलमा यो सिजन भाइको मार्कसिट बनाउने कारणले चाहिँ हामी धेरै नै ढिलो भइसकेका थियौँ भने हामी 11 बजे चाहिँ हामी 1 बजे 2 बजेतिर 2 बजे चाहिँ त्यहाँबाट हिँडेका थियौँ भने 3 बजे हामी केराघारीतिर आइपुग्यौँ। 2:45 तिर 2:45बाट हामी अहिले खरेसम्म आइसकेका छौँ। त्यो पनि ट्र्याक्टर चढेर। सन भाइ त्यो झोला धो। ट्र्याक्टरवाला दाइले चाहिँ हामीलाई पछाडिबाट एउटा 12 चक्की आउँदैछ, तपाईँ भाइ तिमीहरू त्यहीँ जाऊ भनेर इन्फर्मेसन दिइसक्नु भएको छ। त्यही भएर चाहिँ अब हामी 12 चक्केलाई कुर्दै यो मोटारमा आएर कुर्दैछौँ। अब हाम्रो हेर्नु होला 12 चक्के राइड कस्तो हुन्छ। 12 चक्कीमा पनि हामी अवश्य रमाइलो गर्नेछौँ भन्दै हामी यहीँनिर अन्त्य हुन चाहन्छौँ। दर्शकबिन अहिले हामी उन्नमेसको आउन लागिसकेका छौँ। तिमीलाई निकै याद गर्दैछु मैले।
हामी चाहिँ नयाँ सागुमा घुम्दैछौँ होइन दिदी हो कि क्या होइन त राम्रो छ नि तिमीलाई यही दिनुपर्छ